हेलो गाइस, वेलकम टु फ्री टिप च्यानल। र आज म फेरि पनि तपाईहरुको माझमा एउटा भिडियो लिएर आइसकेको छ। तपाईहरुले भिडियो अन्तिमसम्म हेरेर मलाई साथ दिनुहोला र भिडियो मन पर्यो भने लाइक, शेयर, कमेन्ट र साथैमा सब्स्क्राइब गर्नु नभुल्नुहोला। जुन चाहिँ यो तपाईहरुले देख्नुहुँदैछ, यो चाहिँ मेरो ब्यालेन्स हो। तपाईहरुले फ्रीमै तपाईहरुले यसमा यसरी नै तपाईहरुले लाइट कोइन अन गर्न सक्नुहुन्छ र त्यो चाहिँ कसरी अन गर्नुपर्छ भने त्यो तपाईहरुले भिडियोमा म तपाईहरुलाई सिकाउने गइरहेको छु। तपाईहरुले भिडियोलाई स्किप नगरी हेरिदिनु होला र भिडियोलाई मन पर्यो भने लाइक, शेयर, कमेन्ट पनि गरिदिनु होला। र यसमा चाहिँ सबभन्दा पहिला चाहिँ अकाउन्ट बनाउनु पर्ने हुन्छ र अकाउन्ट चाहिँ कसरी बनाउनु पर्ने त्यो चाहिँ तपाईहरुलाई म सिकाउनु गइरहेको छु। तपाईहरुले त्यही पाराले चाहिँ भिडियो हेरेर चाहिँ यसमा अकाउन्ट बनाउनु सक्नुहुन्छ र अकाउन्ट बनाउनु चाहिँ तपाईहरुलाई एकदमै सजिलो छ। र अकाउन्ट बनाउनुको लागि चाहिँ तपाईहरुले वेबसाइटमा क्लिक गर्नुपर्ने हुन्छ, जुन चाहिँ मैले डिस्क्रिप्सनमा लगाइरहेको छु। र वेबसाइटमा क्लिक गरिसकेपछि चाहिँ तपाईहरुको अगाडि चाहिँ यस्तो खालको इन्टरफेस खोलेर आउँछ, जसमा चाहिँ तपाईहरुले सबभन्दा पहिला चाहिँ आफ्नो फोजेट पेको इमेल लाउनु पर्ने हुन्छ। फोजेट पेको इमेल चाहिँ किन लाउनु पर्छ भने चाहिँ तपाईहरुले जति विथड्र गरेको छ तपाईहरुले डाइरेक्ट फोजेट पे अकाउन्टमै जान्छ। त्यही कारणले तपाईहरुले फोजेट पेको अकाउन्ट जुन चाहिँ बनाउँदै इमेल लाउनु भएको छ त्यही इमेल लगाएर चाहिँ यसमा तपाईहरुले अकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ। सबभन्दा पहिला चाहिँ इमेल लाउनुस् र पासवर्ड बनाउनु पर्ने हुन्छ 6 डिजिटको। फेरि रिपासवर्ड भनेर चाहिँ तपाईहरुले साइन अपमा क्लिक गर्नुपर्ने हुन्छ र साइन अपमा क्लिक गरिसकेपछि चाहिँ तपाईहरुको अगाडि चाहिँ जुन चाहिँ साइन अप भइसकेपछि चाहिँ साइन अपमा क्लिक गरिसकेपछि चाहिँ बादमा चाहिँ तपाईहरुले साइन इन गर्नुपर्ने हुन्छ। र म तपाईहरुलाई मेरो अकाउन्ट चाहिँ अलरेडी बनाएको छु, त्यो अकाउन्ट चाहिँ म तपाईहरुलाई साइन इन गरेर देखाउने छु। साइन अपमा क्लिक गरिसकेपछि साइन इन गर्नुपर्ने हुन्छ, जसमा चाहिँ तपाईहरुले इमेल अगाडि कुन चाहिँ लाउनु भएको छ त्यही इमेल र पासवर्ड कुन चाहिँ लाउनु भएको छ त्यही पासवर्ड चाहिँ लगाएर चाहिँ तपाईहरुले चाहिँ मुनि एउटा बक्स दिएको छ त्यहाँ चाहिँ टिक गर्नुपर्ने हुन्छ। लगाइसकेपछि सबमिट गर्नुपर्ने हुन्छ र सबमिट गरिसकेपछि चाहिँ यस्तो खालको इन्टरफेस खोलेर आउँछ। यसमा चाहिँ तपाईहरुले अकाउन्ट बनाउने बित्तिकै चाहिँ तपाईहरुलाई बोनस दिन्छ कि जस्तै बोनस चाहिँ 0.005 लाइट कोइन चाहिँ तपाईहरुले एकदमै फ्रीमै तपाईहरुलाई यसमा माइनिङ गर्नको लागि चाहिँ बोनस दिन्छ। तपाईहरुले यसमा चाहिँ माइनिङ गरेर चाहिँ यसमा चाहिँ अन गर्नुपर्ने हुन्छ र तपाईहरुले काम भने चाहिँ यसमा चाहिँ सिर्फ अकाउन्ट बनायो र माइनिङ गरेर छोडिराख्नु मात्रै हो। र माइनिङ भइसकेको बादमा तपाईहरु विथड्र को जुन चाहिँ विथड्र गर्नु चाहिँ विथड्रको थ्रेसहोल्ड पुग्नुपर्ने हुन्छ। पुगिसकेपछि तपाईहरुले यसमा विथड्र गर्नु सक्नुहुन्छ र सबभन्दा पहिला चाहिँ तपाईहरुले यसमा अकाउन्ट नै बनाउनु पर्ने हुन्छ। अकाउन्ट बनाएर तपाईहरुले माइनिङ स्टार्ट गरिराख्नु पर्ने हुन्छ। जुन चाहिँ यो मेरो माइनिङ स्टार्ट भएको चाहिँ एकदम फ्रीमै हो, लेभल 1 छ। मैले कुनै पनि डिपोजिट गरेको छैन र कुनै पनि मैले मेरो एउटा जुन चाहिँ रेफरहरु छैन। यसमा चाहिँ मैले फ्रीमा अन गरेको। यसो गरिन तपाईहरुले फ्रीमै यसमा अन गर्न सक्नुहुन्छ। देख्नुभयो मेरो चाहिँ एकदम फ्रीकै यो बोनस हो, जुन चाहिँ 0.005 चाहिँ फ्रीमै दिन्छ। यो चाहिँ तपाईहरुलाई पनि एकदमै फ्रीमै दिन्छ। तपाईहरुले फर्स्ट अकाउन्ट बनाउँदा चाहिँ अकाउन्ट बनाइसकेपछि तपाईहरुले यसमा डिपोजिट पनि गर्न सक्नुहुन्छ र तपाईहरुले डिपोजिट नगरे पनि फ्रीमै तपाईहरुले यसमा अन गर्नु सक्नुहुन्छ। मुनिपट्टि देखाएको छ तपाईहरुले अब जुन चाहिँ अब माइनिङ कति दिन चल्छ त्यो डिटेल देखाएको छ र तपाईहरुले डिपोजिट गर्नुहुन्छ। डिपोजिटमा क्लिक गरेर चाहिँ तपाईहरुले चेक गर्न सक्नुहुन्छ कति डिपोजिट गर्ने र विथड्र गर्नु लागि चाहिँ त्यही डिपोजिट लेखेकै जग्गामा चाहिँ विथड्र छ र विथड्र तपाईहरुले चाहिँ गर्नु लागि चाहिँ विथड्रमा क्लिक गर्नुपर्ने हुन्छ। विथड्र गर्नु लागि चाहिँ तपाईहरुले 0.01 एलटीसी भए मात्रै तपाईहरुको विथड्र हुन्छ। विथड्र गर्नु लागि चाहिँ तपाईहरुले लाइट कोइनको एड्रेस लगाएर चाहिँ विथड्र गर्नुपर्ने हुन्छ र अहिले चाहिँ मेरो कुनै विथड्र भएको छैन। तपाईहरुले विथड्र को भिडियो चाहिँ म तपाईहरुलाई मेरो जुन चाहिँ विथड्र थ्रेसहोल्ड चाहिँ पुरा भयो भने चाहिँ म
तपाईहरुले विथड्र गरेर देखाउने छु। यो 3 डटमा क्लिक गरिसकेपछि तपाईहरुले डल्लै डिटेल चेक गर्न सक्नुहुन्छ। रेफर तपाईहरुले रेफर प्रोग्रामको उयो पनि यहाँ देख्नुहुन्छ। त्यो जुन चाहिँ तपाईहरुले रेफर गर्न चाहनुहुन्छ तपाईहरुले कपी लिंक गर्न सक्नुहुन्छ। तपाईहरुको जुन चाहिँ रेफर कमिसन चाहिँ जुन चाहिँ विथड्र माइनिङ गरेको छ ग्रुपबाट चाहिँ तपाईहरुले चाहिँ 15% उनीहरुकोबाट तपाईहरुले कमिसन पाउन सक्नुहुन्छ। तपाईहरुले यसमा चाहिँ फेरि ब्याक आउनलाई चाहिँ माथि ड्याशबोर्ड दिएको छ त्यहीनिर क्लिक गर्दा पनि भयो र लकी तपाईहरुले जुन चाहिँ लकी मेम्बर भनेर त्यहाँनिर क्लिक गरेर चेक गर्दा पनि हुन्छ। तपाई अब कति जना तपाईहरुले चाहिँ रेफर बनाए त्यहाँ डिटेल गरेर चाहिँ देखाउने छु। र अहिले चाहिँ मेरो चाहिँ जुन चाहिँ अकाउन्ट बनाएर चाहिँ मेरो चाहिँ माइनिङ स्टार्ट भइसकेको छ। यति भइसकेको छ। फ्रीमै तपाईहरुले चाहिँ पर डे मुनि देखाएको छ। अब फ्रीमै तपाईहरुले चाहिँ पर डे चाहिँ कति माइनिङ हुन्छ भनेर चाहिँ यहाँ चेक गर्न सक्नुहुन्छ। मेरो चाहिँ माइनिङ अहिले 0.0050090 भइसकेको छ मेरो जुन चाहिँ अकाउन्टमा चाहिँ। र आजको भिडियो यति नै। तपाईहरुले भिडियो मन पर्यो भने लाइक शेयर कमेन्ट र साथैमा सब्स्क्राइब गर्नु नभुल्नु होला। र यस्तै म फ्रीको भिडियो लिएर आउने छु यही मेरो च्यानलमा।